यो चित्र हेरिराख्नु भएको छ र धेरैजनाले मलाई सोध्नुहुन्छ सिक्वेस्ट्रेसनमा के गर्ने, एक्सट्रुजनमा के गर्ने, लार्जर एक्सट्रुजनमा के गर्ने, बल्ज मात्र छ भने के गर्ने, प्रोट्रुजनमा के गर्ने भनेर धेरैजनाले सोध्नुहुन्छ। शल्यक्रिया गर्ने नगर्ने, फिजियोथेरापी, व्यायाम सम्पूर्ण कुराहरू सोध्नुहुन्छ। म यसमा हजुरलाई के बताउन गइरहेको छु भने डिस्क बल्ज, डिस्क प्रोट्रुजन, एक्सट्रुजन, लार्जर एक्सट्रुजन, सिक्वेस्ट्रेसन, यो ग्रेड्सहरू छ। अब धेरैजना डराउनुहुन्छ यो न्युक्लियस चाहिँ यहाँ के अरे चुहिएर बाहिर गयो, सिक्वेस्ट्रेसन यसमा के गर्ने, डिस्क एक्सट्रुजन छ यसमा के गर्ने, डिस्क बल्ज सानो छ डराउनु पर्छ कि पर्दैन, प्रोट्रुजन सानो छ डराउनु पर्छ कि पर्दैन। यसमा कुराहरू हजुरहरूले क्लियरली म हजुरलाई बताउँछु, हेर्नु होला। अब यो चाहिँ डिस्क जुन बल्ज छ त्यो के हुन्छ हजुरको, यो न्युक्लियस जुन छ, न्युक्लियस चाहिँ हजुरको न्युक्लियस पल्पसस चाहिँ एनुलस फाइब्रोससबाट चाहिँ त्यो निस्किने प्रोसेसलाई चाहिँ हामीले डिस्क हर्निएसन, प्रोट्रुजन, एक्सट्रुजन यसरी चाहिँ हामीले क्याटेगोरी गरेको हुन्छौँ। अब हाम्रो डिस्क जुन छ त्यो डिस्क हजुरको बल्ज मात्र छ, पेन छैन, नो प्रब्लम। तर पेन छ, सिम्टम्स धेरै छ भने डिस्क बल्ज चाहिँ हजुरको श्रिङ्क हुने सम्भावना 13% मात्र हुन्छ। त्यस्तै गरी डिस्क प्रोट्रुजनमा 52%, एक्सट्रुजनमा 70% र सिक्वेस्ट्रेसनमा 93%। र अब हामी एमआरआईमा हेर्दाखेरि चाहिँ हजुरको डिस्क सिक्वेस्ट्रेसन छ, मैले अघि देखाएँ डिस्क चाहिँ हजुरको सिक्वेस्ट्रेसन भयो यसरी। अब यो सिक्वेस्ट्रेसन भयो, एक्सट्रुजन भयो, ठुलो एक्सट्रुजन भयो, यो डराउने कि नडराउने। अब के हुन्छ हजुरको डिस्क चाहिँ हजुरको सिक्वेस्ट्रेसन भयो, ठुलो एक्सट्रुजन भयो, हजुरको सिक्वेस्ट्रेसन छ, एक्सट्रुजन छ, ठुलो छ, हजुरलाई साइन एन्ड सिम्टम्स छैन, रेडिकुलोपेथी छैन, खुट्टा दुख्ने, झमझमाउने, निदाउने समस्याहरू चाहिँ यदि हजुरको छैन, सिम्टम्स कम छ, हजुरको फुड ड्रप छैन, बुढी औँला माथि उठ्छ, बाउल ब्ल्याडरको सिम्टम छैन, हजुरलाई विकनेसहरू छैन भने चाहिँ डिस्क सिक्वेस्ट्रेसन होस्, लार्जर एक्सट्रुजन होस्, हामीले कन्जर्भेटिभ म्यानेजमेन्ट, फिजियोथेरापी अनुसार चाहिँ हामी गर्न सक्छौँ। किन रिसर्चमा के भनिन्छ भने सिक्वेस्ट्रेसन भनेको जुन सिक्वेस्ट्रेटेड मटेरियल जुन हुन्छ यो चाहिँ हजुरको न्युक्लियसबाट उछिटेर गइसकेपछि इन्फ्लामेटरी रेस्पोन्स चाहिँ राम्रो हुन्छ, फागोसाइटोसिस हुन्छ। त्यसमा के हुन्छ, इन्जाइमेटिक प्रोसेसमा चाहिँ त्यो डिस्क जुन बाहिर निस्केको छ त्यो चाहिँ श्रिङ्क हुन्छ, म्याक्रोफेजले चाहिँ त्यसलाई चाहिँ इन्गल्फ गर्छ भनेर फागोसाइटोसिस भन्नु खोज्छ। त्यो श्रिङ्केज मटेरियलमा अब हजुरको ब्लड सप्लाई छैन र सुकेर जान्छ, डिहाइड्रेट हुन्छ र हजुरको कम्प्रेसन चाहिँ हराएर जान्छ, जुन चाहिँ 93% चाहिँ श्रिङ्केज हुने चान्सेस छ। 75 to 80%मा 3-6 महिनादेखि 12 महिनासम्ममा हजुरको श्रिङ्केज चाहिँ हुन्छ। र अब यो सिक्वेस्ट्रेसन, लार्जर एक्सट्रुजनहरू हेर्दा त एमआरआईमा हजुरको डर लाग्दो देखिन्छ, तर हजुरको एक्युट सिम्टम छैन, खुट्टा दुख्ने, झमझमाउने, बाउल ब्ल्याडरको सिम्टम्सहरू छैन, मैले अघि भने होइन, यस्तो रेड फ्ल्याग सिम्टम्सहरू छैन, फुड ड्रप छैन, बिक्टो हजुरको माथि उठ्छ, पावर ठिक छ, माइल्ड सिम्टम्स मात्र छ भने सिक्वेस्ट्रेटेड मटेरियल, एक्सट्रुडेड मटेरियलहरूको चाहिँ श्रिङ्केजको सम्भावना 70%देखि 93%सम्म हुन्छ। किन भन्दा त्यो न्युक्लियसमा कन्टेन्ट हुँदैन, त्यो उछिटेर गएको हुन्छ, स्पेसली सिक्वेस्ट्रेसनमा चाहिँ उछिटेर गएको हुन्छ र फागोसाइटोसिस प्रोसेस चाहिँ राम्रो हुन्छ, क्विक हुन्छ। तर हजुरको सिक्वेस्ट्रेसन छ, लार्जर एक्सट्रुजन छ, तर हजुरको साइन एन्ड सिम्टम्स चाहिँ एक्युट छ, सिभियर छ, सिभियर सियाटिका छ, हजुरको बिक्टो माथि आउँदैन, कमजोर छ होइन, हजुरको विकनेस छ खुट्टामा र बाउल ब्ल्याडरमा समस्या आयो, इन्कन्टिन्युन्स मतलब बाउल ब्ल्याडरमा चाहिँ समस्या आयो होइन, यदि यस्तो छ भने चाहिँ हजुरले चाहिँ चिकित्सकको परामर्श लिनुपर्छ। शल्यक्रिया गर्नुपर्ने अवस्थामा शल्यक्रिया चाहिँ गर्नुपर्ने हुनसक्छ। यो कुरा चाहिँ हजुरले बुझ्नु पर्यो। र एमआरआईमा डरलाग्दो देखिँदैमा हामी चाहिँ अपरेसनमा जानै पर्छ भन्ने छैन। हजुरको हामीले एमआरआईलाई ट्रिट गर्ने भन्दा नि हजुरको सिम्टम्स अनुसार चाहिँ
अगाडि बढ्नुपर्ने हुन्छ। सिक्वेस्ट्रेसनमा तपाईँको नसा च्याप्यो एकदमै गाह्रो भयो भने त्यो फरक कुरा हो। र सिक्वेस्ट्रेसन छ, हजुरको साइन एन्ड सिम्पटम छैन, हजुर स्टेबल हुनुहुन्छ भने 70-75% केसेसमा चाहिँ 93% चाहिँ हजुरको रिजल्भ हुन्छ, श्रिङ्केज हुन्छ। त्यो लार्जर एक्सट्रुजन होस् र सिक्वेस्ट्रेसन होस्। अर्को कुरा प्रोट्रुजन छ, धेरै बिरामीहरू मका आउनुहुन्छ, डिस्क प्रोट्रुजन छ, सानो छ, हल्का मोडरेट साइजको छ, तर बिरामीहरूले सोध्नुहुन्छ डाक्टर साहब मलाई त सिम्पटम्स धेरै छ, यो निको हुँदैन होइन, दुखाइ छ, सियाटिका छ, बस्दा उठ्दा सुत्दाखेरि दुखाइ भइरहेको छ, ननस्टप दुखाइ छ भने यो केसेसमा हजुरलाई चाहिँ गाह्रो हुनसक्छ। किन भन्दाखेरि जब डिस्क प्रोट्रुजन हुन्छ, डिस्क प्रोट्रुजन भइसकेपछि हजुरको यो न्युक्लियस छ त्यो चाहिँ कन्टेन्ट हुन्छ, यो एनुलस फाइब्रोसिस भित्रै हुन्छ। यो कन्टेन्ट भइसकेपछि के हुन्छ, यो म्याक्रोफेज जुन गएर त्यसलाई इन्गल्फ गर्ने फ्यागोसाइटोसिस जुन प्रोसेस हुन्छ त्यो चाहिँ एकदम कम हुन्छ। मैले अघि भनिहालेँ 52% मात्र चान्सेस अफ श्रिङ्केज हुन्छ भनेर रिसर्चमा भनिएको छ। किन हजुरको ब्लड सप्लाई चाहिँ हजुरको डिस्कले चाहिँ पाउने भयो। जब डिस्कले ब्लड सप्लाई हजुरको न्युक्लियसले पाइराख्ने भइसकेपछि के हुन्छ, हजुरको श्रिङ्केजको सम्भावना चाहिँ एकदमै कम हुन्छ। यसमा 52% र डिस्क बल्स त भित्र नै हुने हो होइन। यो एनुलस फाइब्रोसिस भित्र न्युक्लियस पल्पसस छ, न्युक्लियस पल्पसस हर्निएट हुन्छ, बल्ज हुन्छ र बल्ज भएपछि भित्रै कन्टेन्ट भइसकेपछि 13% मात्र हजुरको श्रिङ्केज हुने सम्भावना हुन्छ। र अब म के भन्न गइरहेको छु भने एमआरआईमा हजुरले जुन मैले अघि देखाएँ, एमआरआईमा यो सिक्वेस्ट्रेसन हुँदैमा हजुरहरू आत्तिनु पर्दैन, लार्जर एक्सट्रुजन या एक्सट्रुजन हुँदैमा आत्तिनु पर्दैन। प्रोट्रुजन भएर मलाई केही भएको छैन भनेर खुसी या त्यसमा ढुक्क हुनुपर्ने अवस्था पनि छैन। यो सिक्वेस्ट्रेसनमा के हुन्छ, हजुरको सिक्वेस्ट्रेटेड मटेरियल त बाहिर निस्क्यो र श्रिङ्केज हुने इन्जाइमेटिक प्रोसेसबाट श्रिङ्केज हुने इन्फ्लामेटरी रेस्पोन्स राम्रो हुन्छ र उसले बडीको इन्फ्लामेटरी रेस्पोन्सबाट यो सिक्वेस्ट्रेटेड मटेरियललाई चाहिँ उसले चाहिँ खाइदिन्छ, फ्यागोसाइटोसिस हुन्छ या श्रिङ्केज हुन्छ, डिहाइड्रेट हुन्छ। त्यो इन्जाइमेटिक र प्रोसेस इन्फ्लामेटरी प्रोसेस चाहिँ यो लार्जर एक्सट्रुजन र स्पेसली यो सिक्वेस्ट्रेसनमा चाहिँ राम्रो छ। 93% चाहिँ रिसर्चमा यसरी चाहिँ देखिएको छ। र सबै कुरा चाहिँ हामीले एमआरआई भन्दा पनि एमआरआईलाई कोरिलेट गर्दै साइन एन्ड सिम्पटम्समा चाहिँ भर पर्ने हुन्छ र हामीले करेक्ट व्यायाम, हामीले पोस्चर, प्रिकसन लिन सक्यौँ, चिकित्सकको परामर्श, औषधि टाइमली लियौँ र हामीले सर्टेन चिजहरू चाहिँ प्रिभेन्ट गर्दै गयौँ भने सिक्वेस्ट्रेटेड डिस्क, सिक्वेस्ट्रेसन या लार्जर एक्सट्रुजनलाई पनि हामीले चाहिँ 6 मन्थ्सदेखि 12 मन्थ्ससम्म चाहिँ त्यो पिरियड हिलिङ टाइममा चाहिँ 75%सम्म चाहिँ हिल भएको चाहिँ रिसर्चमा लेखिएको छ। र यो सम्पूर्ण कुरा चाहिँ मैले हजुरहरूलाई बताएँ भन्दाखेरि हजुरहरूले सोधिराख्नुहुन्छ यो डिस्क एक्सट्रुजन, प्रोट्रुजन, बल्ज, सिक्वेस्ट्रेसनमा के गर्ने, सम्पूर्ण कुराहरू हजुरको एमआरआई र क्लिनिकल साइन एन्ड सिम्पटम्स र हजुरको सिम्पटम्सको सिभिरिटी अनुसार चाहिँ हामीले चाहिँ डिसाइड गर्छौँ है त। र केही प्रश्न भए कमेन्टमा सोध्न सक्नुहुन्छ। भिडियो अन्तिमसम्म हेर्नुभएको साथीहरूले पक्कै सेयर गर्न सक्नुहुन्छ। धन्यवाद।